ल यसपालिको पिकनिकमा हामी जाने स्कुलले पिकनिक लगिरहेछ म नि जाने पुतली ड्रेस किन्दिन न अहिले मसँग मम्मीले पैसा पठाउनु भएको छैन अहिले मसँग पैसा कुरा नगरायो है तिमीहरू जाने हे दिदी गरे हो अहिले म सुनि बल्ल घरको आन्टीलाई सोध्छु दिन भयो भने मात्र जान्छु नमस्कार के थियो होला नानी बहिनीहरू उहाँ स्कुलबाट कता जाने भनेर पैसा दियो कि ए अहिले त पैसा नलाएको बेलामा आइछौ भएको भए दिन्थे बाबु किन कहाँ जानको लागि अरे पिकनिक जाने रे अनि ड्रेस किनिदिने भनेको थिए ए भन्ने बित्तिकै हुँदैन अब खोजकाज गरौँला न त खोजिदिने भनेको छ बाबु भनेर बहिनीहरूलाई फकाउन है केटाकेटी झगडा गर्छन् ल फकाउ ल जाऊ राम्रोसँग दिदी मलाई त कस्तो अल्छिरहेको म त घर जान्छु जाऊ भाइलाई पनि लिएर जाऊ भाइ जाऊँ ल भयो के भयो किन रोका के भयो के भयो बुढा किन रोको कहाँबाट ए अब लु सिआइडीलाई फोन गर्नु पर्यो लु 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 कसको छोरा हो कस्तो राम्रो बच्चा है ल के भयो बाबु के भयो भाइ यो बाबुलाई बोका त के भयो ए यहाँ बच्चा हराएर यिनीहरूको बहिनी हराएर रुन्छन् कराउँछन् कहाँ जानु खोज्न अब घाँस काट्न गएर थिएँ ए हामी देखाइदिन्छौँ नि त कता कता आउनुहोस् ल हिँड्नुहोस् तपाईँहरूको बच्चा वहीँ होइन ए हो धन्यवाद छ कहाँबाट ल्याइदिनु भयो नि अब हामीले ल्यायौँ है चोर यो फटाहरूलाई चाहिँ पक्र्न सकेनौँ तर एउटा कुरा यस्तो सानो सानो बच्चाहरूलाई यसरी घरमा छोडेर होइन बाबुआमा यसरी विदेश बस्ने पैसा मात्रै कमाउने आफ्नो बच्चाले के खान्छ कसरी यो चाहिँ अलिकति जिम्मेवारी खासै देखिएन है तर तपाईँहरू को छिमेकी हो उहाँको तर तपाईँहरू राम्रो छिमेकी पर्नुभयो ल नानीहरू अब खुसी लाग्यो अब अलिक सतर्क अपनाउनु पर्यो है उसको आमा विदेश गएको छ त्यही भएर अब कहाँ गयो के गरे हामीलाई थाहा भएन अब हामी पनि हेरविचार गरौँला ल हुन्छ है यही पऱ्यो भने फेरि फोन गर्नु ल है धन्यवाद नमस्कार धन्यवाद छ है धन्यवाद छ